भर्खर जन्मिएको बच्चाको गिजा दाँत कसरी सफा गर्ने र किन सफा गर्ने? भर्खर जन्मेको बच्चाको दाँत छैन भने पनि हजुरहरूले गिजा मात्र पनि सफा गरिदिनु भए राम्रो हुन्छ। यसले गर्दा गिजामा इन्फेक्सन हुने समस्यामा रोकथाम हुन्छ। मुखको गन्ध मुखभित्र आउन सक्ने समस्याहरू रोक्न मद्दत गर्छ। अब बुझौँ भर्खर जन्मेको बच्चाको गिजाको दाँत कसरी सफा गर्ने भनेर। सुरुमा आफ्नो हात धुनुहोस्, त्यसपछि सफा कटनको कपडा लिनुहोस् र त्यसलाई सफा पानीमा भिजाउनुहोस् र औँलाको सहायताले कटनको कपडाले गिजा पुछिदिनुहोस् र बच्चा 6 महिना नागेपछि बजारमा सिलिकन ब्रस पाउँछ, त्यसले सफा गरिदिनुहोस्। विशेष गरी रातिको खाना खाइसकेपछि या दुध खाइसकेपछि सफा गर्दा राम्रो र बच्चा ठुलो भइसकेपछि दाँत किरा लाग्नबाट बचाउन बच्चाहरूले खानेकुरा खाएपछि अनिवार्य मुख कुल्ला गर्न सिकाउनुपर्छ र दिनको 2 पटक बिहान र बेलुका ब्रस